इनिगो मार्टिनेजले छोडेर गएदेखिबाट बार्सिलोनाको डिफेन्स लथालिङ्ग नै भएको छ। बार्साको सबैभन्दा ठुलो प्रब्लम पनि यही हो, बार्साको डिफेन्स स्पेसली सेन्टर ब्याक। सिजनमा 13 गेम खेलिसक्दाखेरि ह्यान्सी फ्लिकले 5 वटा डिफ्रेन्ट सेन्टर ब्याक पेयरिङ ट्राई गरिसकेको छ। अझै पनि ह्यान्सी फ्लिकले 1/4 सिजन खेलिसक्दा पनि आफ्नो मेन सेन्टर ब्याक पेयरिङ फिगर आउट गर्न सकेका छैनन्। कुबार्सी र अराउखोले 5 गेम स्टार्ट गरेका छन् अहिलेसम्म एज अ पियर भने कुबार्सी र एरिक गार्सियाले 5 गेम स्टार्ट गरेका छन्। इभन जेरार्ड मार्टिन र फ्रेङ्की डियोङले गेटाफेवाला गेम एज अ सेन्टर ब्याक पेयर स्टार्ट गरेका थिए। आन्द्रेस क्रिस्चियनसन र एरिक गार्सियाले 1 गेम स्टार्ट गरेका छन् भने अराउखो र क्रिस्चियनसनले पनि 1 गेम स्टार्ट गरेका छन्। अहिलेसम्म 13 गेममा 5 वटा डिफ्रेन्ट सेन्टर ब्याक पेयरिङ ट्राई गरिसकेको छ। अब यो बार्सिलोनाको डिफेन्स चाहिँ अहिलेको युरोपियन टप 5 लिगको सबैभन्दा इनकन्सिस्टेन्ट डिफेन्स हो क्या अहिलेसम्मको। 13 गेम खेलिसक्दा 5 वटा डिफ्रेन्ट सेन्टर ब्याक पेयरिङ। डिफेन्समा धेरै चप एन्ड चेन्जेस भयो भने डिफेन्स सेटल हुनै पाउँदैन, त्यही भएर गोल्सहरू लिक गर्छ डिफेन्सले। अहिलेसम्म 34 गोल बार्सिलोनाले स्कोर गरेको छ भने त्यसको लगभग आधा 15 गोल कन्सिड पनि गरेको छ। क्रन्च टाइममा बार्सिलोनाको डिफेन्सले गोल्स कन्सिड गरेको छ। रियल म्याड्रिड, पिएसजी, लेभान्टे, रायो भालेकानो, सेभिया म्याच यसको एक्जाम्पल पनि हुन्। बार्साको गोलकिपरहरूले एकदमै आउट अफ द वर्ल्ड पर्फर्म नगरेको भए बार्सिलोनाको डिफेन्सले अझै गोल कन्सिड गर्न पनि सक्थ्यो। त्यही भएर अब यसको मेन सल्युसन चाहिँ के हुन सक्छ त, के चाहिँ कुन चाहिँ आइडियल सेन्टर ब्याक पेयरिङ हुन्छ बार्सिलोनाको लागि यो सिस्टम अनुसार, त्यो तपाईहरु कमेन्ट गर्नु होला। मलाई चाहिँ जुल्स कुन्डे र रोनाल्ड अराउखोको सेन्टर ब्याक पेयरिङ अथवा कुन्डे र कुबार्सीको सेन्टर ब्याक पेयरिङ विथ एरिक गार्सिया इन द राइट एन्ड एलेहान्द्रो बाल्डे और जेरार्ड मार्टिन और जोफ्रे टोरेन्स, किनभने एलेहान्द्रो बाल्डे पनि अहिले एकदमै इन्कन्सिस्टेन्ट भएको छ। जेरार्ड मार्टिन जबसम्म खेलिरहेको थियो तबसम्म राम्रो खेलिरहेको थियो अनि जोफ्रे टोरेन्ट्सले प्री सिजनमा इम्प्रेस गरेको छ। त्यही भएर यो डिफेन्स चाहिँ बार्सिलोनाको वर्क गर्न सक्छ जस्तो मलाई लाग्छ। बाकी तपाईहरुको आइडियल सेन्टर ब्याक पेयरिङ चाहिँ कमेन्ट गर्नु होला।